ठिक बनाएको थियो कि थिएन? ओके, कम्पाउन्ड जस्तो सानो ट्याग जस्तो स्पेस रहेछ, त्यहाँ लडिएको रहेछ। 1-on-1 को एक्सन रहनेछ। साइकोले गएर डिआरएसको प्लेयरलाई डाउन गरे। साइको साथीले फिनिश गर्न थाले एलिमिनेसन। देखिएको थियो होला झ्यामझुम किलर वाइटीले अनि आफ्नो स्प्रेको चलवा देखाइ नै हाल्यो। अब स्मोक नलगाइकन 40 अगाडि जानै मिल्दैन, बट स्मोक सायद रहेको छैन। किलर वाइटीले बुझे ल मौका यहाँ छ भनेर ग्यान्टीले पनि आँखा लगाएका रहेछन्। निकिन कम्पाउन्डमा नगइकन सुख छैन, बट त्यही पनि यत्रो लेटसम्म कुर्यो उनीहरूले। यति लेटसम्म कुर्यो उनीहरूले, कहाँ दिन्थे र मौका? कस्तो नमिठो उतारियो त्यो बङ्गीबाट त प्लेयरलाई। म त हल्लेको पनि थिएन भने होला। एक्सएमपीले कुरेर बसेको छन्। 11 एलिमिनेसन यो टिमले बनाइसक्यो। स्मोक यता आउँदैछ, यताबाट प्लेयर आउँदैछ, थाहा छ। सबले आफ्नो प्लेसमेन्ट बनाउँदैछन्, बट ग्यान्टीले अन्त कतै हिलमा पड्काउँदैछन्। बचेको छ र अरू कुनै टिमको भनेर। लास्ट बचेको प्लेयर छन् यहाँ गुरुङ B2। एसपी राम्रो ड्यामेज गरेका थिए उनले। जोनसम्म पुग्छु कि कभरसम्म पुग्छु कि उनको हिराएको छैन। उनीहरूको माहौललाई यसो बुझ्ने हो भने 3 एलिमिनेसन हो। अब RC32 को अगेन्स्टमा चढ्नु परेछ। किलर वाइटीले एक्लै देखेर प्रेसिङ गर्न गइएको हो र लाग्दैछ त्यही नै। अलरेडी एजमा हो त्यो टिम, सो गल्ती गरोस् त्यो टिमले। सर्कलले च्यापेपछि आफै नै उनीहरू निस्किनुपर्छ। अप्रोच त्यही नै रहेको छ। त्यही माथि P90 रहेछ वाइटीको हातमा। RC32 ले एक ट्रक चाहिँ नेट खनाइसक्यो, तर कनेक्सन कुनैले पनि बनेको छैन। त्यहाँ उफ्रिँदै उफ्रिँदै नेट जाँदैछ, बट नेट आएको देखेर ओभरक्राफ्ट भित्र छिर्यो भने पनि बचि नै हाल्यो। आई मिन त्यो गाडी त डिआरएसले एटलिस्ट धन्यवाद नै भन्नुपर्छ पब्जी मोबाइललाई यो गाडी इन्ट्रोड्युस गरिदिएको। कति युज गरेको देख्न पाउँछौँ। मलाई याद आउँछ एउटा इभेन्ट, आई थिङ्क निपेक्स इभेन्ट रहेको थियो, निपेक्स सोडाउन रहेको थियो, जहाँ उनीहरू त्यही गाडीमा घुमी नै बिल्टा पार्नु सर्कलमा चिकन निकाल्दै थियो। अब त ऱ्यापअप गर्न गयो, एक गर्दै क्यान्टेर नक निकालिएको छ। फिनिस एक्स्ट्रा उठाउने प्रयास रहनेछ। त्यहाँ उठेका मात्र के थिए प्लेयर, रेन्जबाट पिक अफ गरियो।